दाई सामान से बवाल हो गया है ना, रोटी सोटी बड़ी या पालन द फुड पैक या भविष्यमा स्कुल पढेन अगाडि कहिले नि बढेन त्यसपछि कुहिएर सरे म आफन्तको लागि मरे म नगर्ने कामलाई गरे नसाकै भर परे म जति जति माथि जान खोज्छु तर त्यति नै तल झरे म मेरो गल्तीले म बिग्रेर थिएँ साइकको मान्छे म सबै खान्थे गोटीको चार्जमा हल्ला गर्थ्यो अनि त्यसको एकछिनमै झगडा गर्थे रातभरि टोलमा बवाल गर्थे कुकुरको जातमा गिन्ती पर्थे सधैँ आफ्नो सँग लड्थे कस्तो ठाउँमा कस्तो कुरा गर्थे समयले गर्दा म साइकको भएको पाली हेर पाण्डे दाइको आएको आउने बित्तिकै गो आगो किनकि माएर फाइदा भएको तोरी ऱ्यापर फोरी ऱ्यापर ऱ्यापान्छु भनेर हान्छन् सबले दोरी ऱ्यापर म्याच सिक्ने गर्दैन त्यस्तो कुरा हान्दिन्छु खोडा र छुरा टेक्दैन कहिले नि घुडा नेपालको काँचेको भाइ कहिले नि घमण्ड गरेको होइन नि गर्छु तपाईँ खाँदैन मैले यहाँ गोठी दबाई त्यही पनि गर्छु म हजुर तपाईँ सबैलाई रेस्पेक्ट आफ्नो ठाउँमा आइज न मुझे नेपालको गाउँमा कोही पनि आउन सक्दैन सुनाउन मनको बेथा कसलाई पकेता सबजना आफ्नो मनको नेता त्यसैले माचिने रन्डीको बान खुट्टा नतान त्यो त ऱ्याप सुनेर मेरो दुखे नि कान म 5 साईको उन्नमा चाहिँ सकल देखाउँदा पनि के